जस्तै मेट आजको दिन चाहिँ राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आगामी वर्ष 2082-83 का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ र आजको दिनलाई निकै महत्त्वपूर्ण दिनको रूपमा पनि हेरिन्छ। तिमीले चाहिँ कसरी हेरेका छौ यो नीति तथा कार्यक्रमलाई? आजको दिन तिमीलाई कतिको महत्त्वपूर्ण लाग्छ? अलिकति तिम्रो विचार, तिम्रो धारणा के छ भन न। यो गजब कुरा गर्यौ तिमीले। हो, हरेक वर्ष आजको दिन चाहिँ एकदमै महत्त्वपूर्ण दिनको रूपमा हेर्नै पर्छ, लिनै पर्छ। विशेष त यो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिका वर्षहरूमा आजको दिनलाई चाहिँ यो मुलुकको समृद्धिको, परिवर्तनको या नयाँ वर्षमा बजेट, योजना, नीति तथा कार्यक्रम सहितको एउटा ऊर्जावान दिनको सुरुवाती दिनको रूपमा हेरिन्छ, हेर्नुपर्छ। र आजको दिन पक्कै महत्त्वपूर्ण हो। राष्ट्रपतिज्यूले सरकारका आगामी आर्थिक वर्षको लागि तय भएका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन भनेको देशको विकाससँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण एउटा जग या आधार या प्रारम्भ बिन्दुका रूपमा पनि हामीले हेर्नुपर्छ। तर नीति तथा कार्यक्रम बन्नु ठुलो कुरा हो कि बनेका नीति तथा कार्यक्रम कार्यान्वयन हुनु र त्यसले उपलब्धि या परिवर्तनको आभास सम्पूर्ण नागरिक, सबै देशलाई दिलाउनु महत्त्वपूर्ण कुरा हो भन्ने चाहिँ हामीले अलिकति एनालाइसिस गरेर यसको फरकपन, यो दुईटा पक्षबीचको ग्यापलाई चाहिँ अलिकति हेर्नुपर्छ। त्यसरी म एउटा व्यक्तिगत रूपमा चाहिँ यो देशमै बसेर केही दशकदेखि भनौँ न अलिकति सुझबुझपूर्ण तरिकाले चाहिँ परिवर्तन भएको व्यवस्था र व्यवस्थाभित्र भएका विभिन्न कार्यका अभ्यास, बजेट निर्माण र कार्यान्वयनका विभिन्न अभ्यासहरूलाई विश्लेषण गर्दै गर्दा नियाली राख्दाखेरि चाहिँ हरेक वर्ष जस्तै यो वर्ष पनि कतै नीति तथा कार्यक्रम चाहिँ कर्मकाण्डी रूपमा उही नीति तथा कार्यक्रम प्रस्तुत गर्नैकै लागि मात्रै प्रस्तुत हुने हो कि भन्ने डर त्यो चाहिँ छ हैन, किनकि हामीले त्यही नीति वर्षौंदेखि भोग्दै आयौँ नि त। तर यसपालि केही राम्रा कुराहरू चाहिँ आएका छन्, जस्तो जेनजी केन्द्रित योजनाहरू चाहिँ अलिकति कार्यान्वयन गरिने भन्ने कुरा आएको छ। कृषिलाई अलिकति आधुनिकीकरण गर्ने खालका केही नयाँ फड्को मार्ने खालका परियोजनाहरू आएका छन् भनिएको छ। र यो भनौँ न आधारहीन कुरा, पुरा हुन नसकेका त्रुटिपूर्ण योजनाहरूलाई चाहिँ खारेज गर्ने भन्ने खालको पनि नीति तथा कार्यक्रममा त्यो समेटिएको छ। र अलिकति यस अघिका वर्षहरूभन्दा चाहिँ केही परिमार्जन भएको छ र हामी सबैको चाहना नै हो नि मुलुक समृद्ध होस्, परिवर्तनतर्फ अघि बढोस्, सम्भावनामा टेकेर सरकारले नीति तथा कार्यक्रम बनाओस्, त्यसको कार्यान्वयनमा बढी ध्यान दियोस्। भनौँ न अब काममा त्रुटि जसरी आइरहेको छ नि त, पल पलमा लेयर लेयरमा त्रुटि छ भनिन्छ हैन। 20 अर्बको प्रोजेक्टमा 10 अर्ब भ्रष्टाचार हुने भन्ने खालको कुराहरू आउँछन्। यो नीति राज्यले पटक पटक नभोगोस् हैन, त्यो कुराको एउटा आधार पनि हरेक वर्ष बन्ने बजेट, नीति तथा कार्यक्रम, योजना र त्यसको कार्यान्वयनको अवस्थाले चाहिँ त्यो आधार खोल्ने हो नि त। त्यो भएर आर्थिक वर्ष 2082-83 अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट वर्षको रूपमा रहन सकोस्, बुद्धि बिग्रेकाहरूको पनि बुद्धि फिरोस् न हैन, त्यो आशा राखौँ। र देशलाई समृद्ध बनाउनको लागि सरकारले, बजेटले, योजनाले, नीति तथा कार्यक्रमले मात्रै भूमिका खेल्ने होइन, तपाईँ हामी नागरिकहरू पनि सचेत हुनु पर्यो हैन। पटक पटक आउने चुनावमा सही जनप्रतिनिधि छान्नु पर्यो हैन। सरकारले बनेका योजना कार्यान्वयन गर्नको लागि नागरिक तहबाट खेल्नुपर्ने भूमिका, गर्नुपर्ने सहयोग, हुनुपर्ने समन्वय, त्यसमा हामी जुट्नु पर्यो। त्यो भएर हामी सबै मिल्यौँ, सबैको हृदय मस्तिष्क सही बन्यो भने त मुलुक सही बाटोमा अघि बढिहाल्छ नि।